भिडियोलाई स्क्रोल गर्न हतार नगर्नुहोस्। हुन सक्छ भगवानले तपाईलाई यो भिडियो गड गिफ्टको रूपमा दिनुभएको छ। जीवनसँग हार खानुभएको छ। डर, एन्जाइटी, डिप्रेसन, निराशपन, ओभरथिङ्किङ, नेगेटिभिटीले गर्दा तपाईको जीवनको रस नै समाप्त भएको छ भने तपाईको लागि यो भिडियो अमृत हो। रामबाण उपायहरू छन् तपाईको लागि यो भिडियोमा। बिना मेडिसिन तपाईको डिप्रेसन, एन्जाइटी र ओभरथिङ्किङलाई जित्ने उपाय आज म तपाईहरुलाई यस भिडियोमा बताउने छु। त्यसको लागि तपाईले मसँग एउटा प्रण गर्नुपर्छ। त्यो हो म चाहन्छु मेन्टल्ली फिट हुन, हेल्दी हुन। हो त्यही प्रण तपाईले मसँग गर्नुपर्छ। के तपाई तयार हुनुहुन्छ? यदि तपाई तयार हुनुहुन्छ भने एउटा कपी लिनुहोस् अनि एउटा पेन लिनुहोस्। अब लेख्न सुरु गर्नुहोस् 10 बुँदामा। नम्बर 1, म सधैँ सकारात्मक भएर सोच विचार गर्दछु। नम्बर 2, म जस्तो सुकै परिस्थितिमा पनि सकारात्मक र शान्त हुने गर्दछु। नम्बर 3, म मेन्टल्ली अनि फिजिकल्ली एकदम फिट अनि स्वस्थ छु। नम्बर 4, म निडर छु, म साहसी छु। नम्बर 5, म बुद्धिमानी छु। नम्बर 6, म सर्वशक्तिमान छु। नम्बर 7, मेरो शिरदेखि पाउसम्म सकारात्मक ऊर्जाहरू बग्दछन्। नम्बर 8, म आफूलाई माया गर्छु र रेस्पेक्ट गर्छु। नम्बर 9, म खुसी छु, मेरो जीवन एकदमै सुन्दर छ। नम्बर 10, मेरो सुन्दर जीवन र खुसीमय जीवनको निम्ति युनिभर्सलाई धेरै धेरै धन्यवाद। यी 10 कुरालाई हरेक दिन डायरीमा लेख्नुहोस्। अझ तपाईले आफ्नो भोइसमा यी कुराहरू रेकर्ड गरेर हरेक बिहान उठ्ने बित्तिकै र राति सुत्ने बेलामा सुन्नुभयो भने र मनमनै दोहोर्याउनु भयो भने यी कुराहरूले एकदमै छिटो अनि प्रभावकारी ढङ्गले काम गर्दछन्। म सक्छु, मेरो शरीर हो, मेरो मन हो, म ठिक गर्न सक्छु भन्ने आत्मविश्वासका साथ तपाईले यो काम गर्नुभयो भने 100% सक्नुहुन्छ। यसले कसरी काम गर्छ भने एउटा अँध्यारो कोठामा दियो बाल्दा जसरी त्यहाँका अँध्यारो आफै हटेर उज्यालो हुन्छ, त्यसै गरी तपाईको मनमा वर्षौंदेखि गडेर रहेका डर, चिन्ता, नेगेटिभिटी, आत्मग्लानि, म खत्तम भएँ, म बर्बाद भएँ, धोका, पीडा जस्ता नकारात्मक कुराहरूलाई तपाईको मन र जीवनबाट हटाएर तपाईको जीवनमा उज्यालो ल्याउँदछ यी 10 अफर्मेसनहरूले। यदि तपाई यस्तै जीवन बदल्ने भिडियो अझै चाहनुहुन्छ भने लाइक, कमेन्ट सहित हाम्रो च्यानललाई एक सब्स्क्राइब गर्न नभुल्नुहोला। तपाईको एक सब्स्क्राइबले हामीलाई अझै यस्तो भिडियो ल्याउन मोटिभेट गर्नेछ। धन्यवाद।